हेलो एभ्रिवान, नमस्ते सबैजनामा वेलकम छ माई न्यू मिनी भ्लगमा चाहिँ आज चाहिँ म के बनाउँदैछु भने नि साथीहरु सुगुरको मासुको अचार बनाउँदैछु। रुको जरा सबर करो। अनि यो भिडियो हेरेर मन पर्ने चाहिँ लाइक कमेन्ट गरिदिनु होला, मन नपर्नेलाई त म के भन्नु हैन। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। को चाहिँ मैले बनाउन स्टार्ट गरे लगाए मैले चाहिँ धनिया, जीरा अनि रातो खुर्सानी र अलिकति बढी मात्रामा तिमुर लिएको छु अनि बास्नाको लागि सब पनि लिएको छु, हेर्दै गर्नु होला। एकदम कड़क माल है ना। अब चाहिँ सबै मसलाहरूलाई मिक्सरमा पिस्नु पर्ने हुन्छ, अलि खस्रो हुनु गरी मिक्सरमा पिस्छु। रुको जरा सबर करो। यहाँ चाहिँ मसला पिसेर अलि खस्रो नै बनाएको छु मैले। अब चाहिँ आगोमा पकाउनु पर्ने हुन्छ गाइस, तर के गर्नु पानी पर्ला पर्ला जस्तो मौसम भइसकेको छ, बाहिर हुँदैन होला सायद, म भित्र नै पकाउँछु मासु। खत्म, बाय बाय टाटा गुड बाय। अब चाहिँ मैले ग्यासमा लगाइसकेँ, तेल तातिसकेपछि मासु राख्छु। 4 केजी मासु चाहिँ एकैचोटि पकाउँछु। भिडियोलाई चाहिँ स्किप नगरिकन हेरिदिनु ल गाइस, धेरै मेहनत लागेको छ क्या। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो कहिले रुवायो। Oh no! फेरि बाहिर घाम लागे जस्तो भयो, म चाहिँ फेरि बाहिर लिएर गएँ गाइस। हेर्नु त त्यहाँ चाहिँ मेरो छोरीले चाहिँ आफै खाना खान लाग्छ। मेरो छोरी चाहिँ टक्लु भएको छ कि गाइस। बेबीको चाहिँ मैले हिजो कपाल काट्दिएको। कैसे कैसे लोग रहते हैं यार। ग्यासमा भन्दा त चुलोमा छिटो पाक्ने भयो नि त। अब मैले चाहिँ यो पानी सुकाउनु पर्ने हुन्छ, यो पानी नसुकिन्जेलसम्म फ्राई गर्छु मैले। पानी चाहिँ यति धेरै भएको छ, यो पानीलाई चाहिँ सुकाउनु पर्ने हुन्छ। त्यतिन्जेलसम्म दिदी बहिनीहरू मजाले गफ गरी बस्यो, पकायो। रुको जरा सबर करो। अब चाहिँ मासु रातो भइसक्यो, धेरै रातो पनि बनाउनु हुन्न किनकि साह्रो हुन्छ, त्यही भएर मैले मिडियम खालको चाहिँ रातो बनाएको छु, खैरो खैरो हुने गरी। मासु खानामा पनि मिठो हुन्छ। यसलाई चाहिँ धेरै पकायो भने के हुन्छ नि गाइज, रुको जरा सबर करो। खानामा चाहिँ मिठो हुँदैन क्या, अनि साह्रो पनि हुन्छ, चपाउन पनि सकिँदैन क्या। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। अनि त्यही तेलमा चाहिँ लसुन र अदुवा पनि खैरो हुने गरी फ्राई गर्छु। ये क्या है? यसलाई चाहिँ ब्राउन गोल्डन कलरको बनाउँछु मैले, हेर्दै गर्नु होला। अनि स्वाद अनुसार नुन राखेँ मैले र कलरको लागि बेसार पनि राखेँ मैले। अब मसला राखेँ सँगसँगै, यसलाई बढी पकाउनु हुँदैन, सँगसँगै मैले मासु पनि राखेँ। अनि चाहिँ यसलाई चाहिँ राम्रोसँग मिक्स गरेर निकाल्नु पर्छ, मैले निकाल्छु। ओ माई गॉड, बनाउँदाखेरि नै खाऊ खाऊ जस्तो लाग्यो कि गाइस, बास्ना पनि कस्तो मिठो हो क्या, एकदम कड़क माल है ना। अनि यो मासुको अचार चाहिँ 1 वर्षसम्म राख्दा नि केही हुँदैन, जहिले खाए पनि हुन्छ। तर के गर्नु हैन, हामीलाई त 1 हप्ता नि टिक्दैन। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। अब चाहिँ म डब्बामा प्याक गर्छु। कसलाई खान मन लाग्यो कसलाई पठाइदियो गाइस, कमेन्ट गर्नु ल। एकदम कड़क माल है ना। कमेन्ट गर्नुभयो भने पठाइदिन्छु ल। उससे मेरा क्या फायदा? ओके बाई।